हेलो, हामी चाहिँ सिरबारी घुम्न आएको। सिरबारी घुम्न आउँदा चाहिँ हामी चाहिँ यहाँ माथि डाँडामा गुरु रिम्पोछेको मूर्ति बन्दैछ अनि त्यहाँ हामी हेर्न जान लागेको। छोरा र म, छोरा चाहिँ यहाँ अघि छ। आकाश हेलो गाइस, हामी कहाँ जान लागेको अरे? गुरु रिम्पोछेको मूर्ति भएको ठाउँमा जान लागेको हामी चाहिँ। यस्तो जङ्गलको बाटो छ, यस्तो बाटो छ। हामी चाहिँ अब यसरी जाँदैछौँ। पुरै ढुङ्गाले छापेको एकदम सफा बाटो छ, तर यहाँ पानी परेको हुनाले चाहिँ यहाँले चिप्लो पनि हुनसक्छ। जङ्गल छ चाहिँ। मेरो छोरा चाहिँ अगाडि अगाडि हिँड्दैछ। आकाश बिस्तारै हिँड है, लडिन्छ अहिले फेरि। त्यस्तोमा टेक्न हुँदैन है, लडिन्छ अहिले फेरि, लडिन्छ। हामी चाहिँ अगाडि जाँदैछौँ, अगाडि बढ्दैछौँ। बिस्तारै है, बिस्तारै एकैछिन हिँड अगाडि, हिँड अगाडि, छिटो हिँड्न। अगाडि बढ्दैछौँ। बाटो चाहिँ एकदम चिप्लो छ। नयाँ बाटो जाने हो। यताबाट चाहिँ माथि राइजुम भन्ने ठाउँ गइन्छ। यताबाट जाने हो भने चाहिँ हामी चाहिँ गुरु रिम्पोछेको मूर्ति भएको ठाउँमा चाहिँ यताबाट जाँदैछौँ। यहाँ लेखेको रहेछ गण्डकी प्रदेश सरकारबाट बजेट आएर बनाएको रहेछ। यो चाहिँ यो बाटो जाँदैछौँ हामी। आकाश पक बर्खाको बेला छ है, पानी यसरी बगिरहेको छ। बर्खाको समय छ, चिप्लो छ। हो र, ल हुन्छ, ल जाम। जङ्गलको बाटो एकदम रमाइलो छ। यहाँ चाहिँ पानीको ट्याङ्की पनि रहेछ। बिस्तारै आकाश, लडिन्छ बिस्तारै। हामी चाहिँ जाँदैछौँ। यहाँ चाहिँ खोला रहेछ, यसलाई चाहिँ बर्जे खोला भन्छ। बर्जे खोला अहिले चाहिँ अलिकति सानो छ। यो पानी परेको बेलामा चाहिँ यो एकदम ठुलो हुन्छ खोला। हामी तर्दैछौँ। मेरो छोरा नि खोलामा रमाइलो गर्दैछ, पानी खेल्दैछ खोलामा, रमाइलो गर्दैछ। आकाश, पानी खेल्दा रमाइलो भयो खोलामा? रमाइलो भयो? ल कति रमाइलो हो नि। ल भयो, ल ल यति खेलाम। ल राम्रो भयो। यो खोला चाहिँ यता तल तल जान्छ। धारू बजारको साइडमा बर्जे खोला भन्छ यसलाई चाहिँ। त्यहाँ पुग्छ यो खोला चाहिँ। अहिले चाहिँ सानो छ यो खोला। अब हामी फेरि यता बर्जे खोला, फेरि हामी रिम्पोछेको मन्दिरतिर जाँदैछौँ। गुरु रिम्पोछेको मूर्ति बनेको ठाउँतिर। यहाँ चाहिँ यो पहिरो गएर बाटो अलि सानो भएको छ। वरिपरि पुरा रुखहरू छ, जङ्गलहरू छ। यो जङ्गलमा चाहिँ दाउराहरू काट्न पाइँदैन। यो चाहिँ संरक्षण गरेर राखेको जङ्गल हो। यो जङ्गलहरू देख्न सक्नुहुन्छ। यताबाट आएको हामी चाहिँ। पुरै जङ्गल छ, यो चाहिँ संरक्षण गरेर राखेको जङ्गल हो। हामी चाहिँ जाँदैछौँ अगाडि अगाडि।
छैन मैन हामी चाहिँ यता आकाश माथि उकालो चढ्दैछौँ बाबा र छोरा आकाश यता थकै लाग्छ है यहाँ चाहिँ एउटा सानो चौतारो पनि रहेछ है आकाश यहाँ यसलाई चौतारो भन्छन् है आकाश के भन्छन् अरे यसलाई यहाँ चाहिँ चौतारी हामी चाहिँ हिँड्दा थकै लाग्यो भने यहाँ बस्नुपर्छ क्या ल बस्नु त चिसो छ चौतारी भनेको चाहिँ अस्ति नै सल्लाहको पातहरू झरेको छ अस्ति नै किताबमा पढेको हो नि त चौतारी भनेको चाहिँ के अरे सार्वजनिक स्थान होइन चौतारी भनेको चाहिँ हामी माथि जाँदैछौँ हजुर माथि आइसक्यौँ है हामी अब हामी माथि गुरु रिम्पोचेको मूर्तिमा पुग्न लाग्छौँ है हो कि होइन हो ल बाटो कति चाहिँ अब माथि जाँदैछौँ अझै माथि जाँदैछौँ हेर्नुहोस् कति राम्रो छ बाटो हेर्नुहोस् अहिलेको समयमा यति धेरै ढुङ्गाहरूलाई राम्रो बनाएर बाटो बनाउन पनि धेरै गाह्रो छ बाटो ल हामी चाहिँ त्यो सिडी तलबाट आएको हामी चाहिँ सिडी हामी चाहिँ अहिले यहाँ माथि आइसकेका छौँ यहाँ माथि सरी यता यहाँ माथि पुगिसक्यौँ हेर्नुहोस् कति राम्रो बाटो छ जङ्गलको बिचमा धेरै यसो यहाँ सल्लाहको रुख छ सल्लाहको रुख कति राम्रो बाटो छ कति मेहनत गरेर बनाउनु भएको छ यो बाटोहरू एकदम राम्रो सफा बाटो छ पर्यटकहरूलाई गुरु रिम्पोचेसम्म पुग्नको लागि असहज नहोस् जङ्गलको बिचमा चिप्लो बाटो नहोस् भनेर यहाँ ढुङ्गाले छापेर यस्तो राम्रो बाटो बनाउनु भएको छ यो बाटो बनाउने श्रमिकहरूको त जति प्रशंसा गरे पनि कमै हुन्छ ल हेर्नुहोस् तल सिडी हामी चाहिँ यत्रो सिडी चढेर माथि आएका छौँ अझै यता माथि जान बाँकी छ सिडी चढ्न बाँकी छ बाटो निर्माण कार्य चाहिँ यहाँसम्म भएको रहेछ अहिले चाहिँ यो अगाडि पनि हुँदै रहेछ अहिले चाहिँ यहाँसम्म भएको रहेछ ल हेर्नुहोस् ढुङ्गाहरू मार्बल टाइल भन्दा राम्रो छ यो ढुङ्गाहरू अब यही ढुङ्गाहरूलाई बिछाएर यहाँभन्दा अगाडि पनि गुरु रिम्पोचेको मूर्तिसँग बाटो बन्दैछ अहिले चाहिँ यहाँसम्म बनेको रहेछ बाटो यो चाहिँ ढुङ्गाहरू तयारी अवस्थामा छ यो चाहिँ निर्माण कार्य हुँदै रहेछ चाहिँ हामी यस्तो बाटो जाँदैछौँ यहाँ पनि पहिला पछि यस्तै ढुङ्गाहरू हालेपछि चाहिँ बाटो राम्रो हुन्छ यहाँ चाहिँ राम्रो हुन्छ बिस्तारै है आकाश बिस्तारै लडिन्छ फेरि हो घाँसैसम्म मात्रै हिँड्नुपर्छ है बिस्तारै हो बिस्तारै घाँसैसम्म मात्र माथि बिस्तारै हिँड यो थका ल्यायो बिस्तारै है यहाँ त तल यस्तो भिड छ लड्यो भने त बिस्तारै जाने है बिस्तारै माथि जाँदै गर्दाखेरि चाहिँ यहाँ तल
सिरबारी गाउँ पनि देखिएको छ। तल देखिएको गाउँ चाहिँ सिरबारी हो। तपाईँहरू सिरबारी घुम्न आउँदा चाहिँ यहाँ माथि गुरु रिम्पोचेको मूर्तिमा पनि घुम्न आउन सक्नुहुन्छ, जो माथि निर्माण कार्य भइरहेको छ अहिले चाहिँ। हामी चाहिँ अहिले रिम्पोचेको मूर्ति निर्माण स्थलमा आइपुग्नै लागेका छौँ। ल हेर्नुहोस्, हिँड कस्तो पक्की किसिमले बनाइएको छ। तलैबाट उठाएर तपाईँले देख्न सक्नुहुन्छ। हामी अब अगाडि बढ्दैछौँ। यहाँ माथि जानुपर्ने हुन्छ हामी चाहिँ। यहाँ अगाडि बाटो छ अरे अगाडि। यहाँबाट चाहिँ बाटो होला जाने, यता जाने। बिस्तारै फाइनल्ली हामी चाहिँ मूर्ति निर्माण स्थलमा आइपुगिसकेका छौँ। अहिले निर्माण कार्य भइरहेको छ। काट्दैन, यो चाहिँ निर्माण कार्य हुँदैछ अहिले। मूर्ति यहाँ चाहिँ सार्वजनिक शौचालय पनि रहेछ। यो चाहिँ अहिले निर्माण कार्य भइरहेको छ। यो चाहिँ निर्माण सम्पन्न भएपछि चाहिँ एकदम राम्रो देखिन्छ। यता तल चाहिँ सिरबारी गाउँ छ, तर अहिले चाहिँ यो कुहिरो लगाएर सिरबारी गाउँलाई चाहिँ अब कुहिरोले ढाक्न लागेको छ। हामी चाहिँ यो जङ्गलको बाटो हुँदै यो बाटो हुँदै आएको। हामी चाहिँ तलको चाहिँ सिरबारी गाउँ हो। तपाईँहरू सिरबारी गाउँ घुम्न आउँदाखेरि चाहिँ एकचोटि यहाँ पनि घुम्न आउन सक्नुहुन्छ। अब यो केही समयमा यो निर्माण सम्पन्न हुन्छ। केही समयपछि निर्माण सम्पन्न हुन्छ। तपाईँहरू यहाँ घुम्न आउन सक्नुहुन्छ। यहाँ चाहिँ अहिले गुरु रिम्पोचेको मूर्ति निर्माण कार्य भइरहेको छ। अब छिटै चाहिँ यो निर्माण सम्पन्न हुँदैछ। यो निर्माण सम्पन्न भएपछि एकदम राम्रो देखिन्छ। तपाईँहरू सिरबारी घुम्न आउँदाखेरि चाहिँ यो ठाउँमा पनि एकचोटि अवश्य घुम्न आउन सक्नुहुनेछ। हामी चाहिँ अब गुरु रिम्पोचेको मूर्तिबाट बाहिर निस्केर अगाडि बढ्दैछौँ। यहाँ मोटरको बाटो पनि रहेछ। हेरौँ अब यो बाटो कहाँ पुग्छ। अब यहाँ चाहिँ मूर्ति निर्माण स्थलमा सामानहरू ल्याउन सहज होस् भनेर यो चाहिँ मोटर बाटो पनि छ। यहाँसम्म आउने मोटर बाटोबाट पनि आउन सक्नुहुन्छ। यहाँ चाहिँ मोटर बाटो त यताबाट आएको रहेछ। यो बाटो चाहिँ यता त्रिवेणी साइडतिरबाट आएको बाटो रहेछ यो बाटो। हामी चाहिँ यता सिडी अर्को बाटो जाँदैछौँ। त्यही मान्छे मात्रै हिँड्ने खाले बाटो।
बिस्तारै आकाश बिस्तारै लडिन्छ अहिले। बाटो अलि घाँसै घाँस भएको, अलि चिप्लो खालको छ, बिस्तारै हिँड्नुपर्छ है, नत्र लडिन्छ फेरि। म लड्दिनँ। हामी चाहिँ अब माथिबाट तल झर्दैछौँ। बाटो यस्तै छ, हेर्नुहोस्। हो र बाटोको छेउछाउमा मकै बारीहरू छ पुरै। मकैहरू पाकेको छ पुरै, मकै पाकेको छ। अब मकै खाने बेला भएको छ। अब बिस्तारै तल जाँदैछौँ हामी। तल बाटो यस्तो छ, हेर्नुहोस्। मेरो छोरालाई चाहिँ यहाँले जुका लगाएको छ क्या। खुट्टा यस्तो अलि छडाइ, यता छडाइ खुट्टा। यो जुका यता देखाइन, कति हाँसेको हो। यता देखिन पर्यो नि अनि खोइ। यो जुका चाहिँ यस्तरी, यो जुका हुन्छ, यसले चाहिँ टोक्यो भने रगत खान्छ फेरि। यसलाई चाहिँ यसरी फाल्नुपर्छ। के जुकासँग डर लाउँछ तँलाई? यहाँ चाहिँ अलि बाटोमा घाँसहरू धेरै भएको हुनाले यो बर्खाको समय पनि छ, त्यही भएर जुका पनि लाग्न सक्छ। यसलाई चाहिँ बनमारे झार भन्छ यसलाई चाहिँ। यो चाहिँ काट्दाखेरि यसलाई निचारेर लगायो भने चाहिँ सन्चो हुन्छ भन्ने चलन छ। हो यहाँ यस्तो ट्याङ्की रहेछ, पानी पनि झरिराखेको रहेछ। यहाँ चाहिँ त्यो सफा छ नि, त्यहाँ टेक्लो। ल हातमा थाप्दै खाँदै यार। ल हेर्नुहोस्, गाउँघरको पानी यति स्वच्छ, यति सफा हुन्छ, खाएपछि चाहिँ तिर्खा मेटिने क्या। चिसो फ्रिजमा राखे जस्तो पानी। खा मजाले खा गाउँघरको पानी। पोखराको पानी खाँदा के गर्थ्यो। कस्तो छ पानी? पोखराको जारको पानी मिठो छ कि यहाँको पानी? हो ल खा। हो खा पानी मजाले खा। कति सफा हुन्छ पानी क्या फेरि, यति सफा हुन्छ यो पानी। ल भयो आइज, ल बिस्तारै आइज है। बन्द गर्न पर्दैन पुरै। फिल्टर गर्न पनि पर्दैन। कति चिसो फ्रिजमा पनि राख्नु पर्ने, जति खायो उति लाग्ने। कति चिसो, कति सफा, कति चिसो। मैले पनि खाथे गाइज, यति चिसो हो। ल त्यस्तोमा टेक्नु हुँदैन है। नि खेलेर नबस्छ नि छिटै। तल झर्दैछौँ हामी चाहिँ अहिले। चिप्लो छ बाटो, एकदम चिप्लो छ। बिस्तारै हिँडिराखेका छौँ। लिएर कासु यसलाई के भन्छ? यसलाई त्यसलाई के भन्छ? उ त्यो फेरि त के भन्छ अरे? त्यो ट्याङ्की के गर्छन् त्यसमा चाहिँ? क्यार्नी हो त्यसमा चाहिँ। यो चाहिँ ट्याङ्की, पानी जम्मा गर्ने यहाँ चाहिँ। हामी चाहिँ अब हिँड्दै यो धारू बजार माथिको गाउँमा आइपुगेका छौँ। माथिबाट हामी झर्दै बाटो एकदम अप्ठ्यारो रहेछ र अलिकति टाइम लाग्यो हामीलाई झर्न चाहिँ, तल झर्नलाई। बाटो अलिक चिप्लो रहेछ अनि पानी परेको बिहान, त्यही भएर अझै चिप्लो भयो।
हामी चाहिँ मोटर बाटोमा आइपुग्यौँ बल्ल माथि हिँड्दै हिँड्दै मोटर बाटोमा आइपुगेको छौँ अहिले चाहिँ यता चाहिँ कार्किनेटबाट आउने बाटो हो यो चाहिँ यताबाट सिरबारी जाने सिरबारी गाउँ यो चाहिँ ढलान बाटो छ यो बाटो चाहिँ ढलान बाटो छ पुरै माथि चाहिँ एकदम भिड छ भिडको बाटो छ बाटो चाहिँ यस्तो छ है यहाँ ढलान बाटो पुरै माथि माथि हेर्नु त कस्तो भिड छ यो भिडको माथि चाहिँ अहिलेको गुरु रिम्पोचेको मूर्ति चाहिँ छ एकदम ठुलो भिड छ यो चाहिँ ल जाम यो तलको चाहिँ धारू बजार तपाईँ देख्न सक्नुहुन्छ हामीलाई चाहिने खाद्यान्नको आइटमहरू लुगाको आइटमहरू सबै यो धारू बजारबाट किन्न सकिन्छ तल स्कुल पनि छ स्कुल त्यो पारीको भवन चाहिँ त्यो हुलाक कार्यालयको भवन हो त्यो चाहिँ त्यो पनि यहीँ छ हजुर हिजो आएको सन्चै हुनुहुन्छ सन्चै बजार त ठुलो छ है पसल त जाउँ हो यो चाहिँ सिरबारीतिर छिर्ने बाटो कार्किनेट हुँदै आउँदाखेरि सिरुबारी जाने बाटो सिरबारी गाउँ छौँ हामी यो चाहिँ गुम्बा हो सिरबारी गाउँको र तपाईँ देख्न सक्नुहुन्छ बाटो चाहिँ एकदम सफा ढुङ्गा छापेको राम्रो हुन्छ यथाभावी फोहोर फाल्न पाइँदैन यस्तो डस्टबिनको व्यवस्था छ देख्न सक्नुहुन्छ यति राम्रो घरहरू छन् सिरबारीमा सफा सुग्घर आँगन घरहरू